हजुर दर्शकबिन सम्पूर्णमा शुभ बिहानी भन्न चाहे हाम्रा प्यारा आदरणीय भाइ मदन केसी महान र सोहन थकुरीको नेपाल यात्रा पैदल यात्रा हुँदैछ। यहाँहरूसँग केही परिचय लिँदैछु म र सक्दो शेयर गरेर यहाँहरूको साथ सपोर्ट गर्नुहोला भन्न चाहे यति बेला म भाइहरूसँग जोडिराखेको छु। एउटा भाइ दाङ तुलसीपुरबाट हुनुहुन्छ भने एउटा भाइ सल्यानबाट हुनुहुन्छ। हेर्नुहोस्, यो चैत्र 5 गते मायादेवी मन्दिर परिसर लुम्बिनी गौतम बुद्ध जन्मेको ठाउँबाट सुरु भएको हो। यो यात्रा एउटा ऐतिहासिक र आफैमा ओजपूर्ण छ। यो यात्राले 77 वटा जिल्ला पुगेर त्यहाँको चाहिने समस्या सम्भावना सबै कुराहरूलाई चाहिँ लिपिबद्ध बनाएर लेख्नेछ र त्यसलाई डकुमेन्ट्री बनाउने छ। यो यात्रा निरन्तर चलिरहेको छ भन्नु न। हजुर, निरन्तरमा चलिरहेको छ। हजुरको परिचय दिनु सर। मेरो नाम चाहिँ समीर नेउपाने, घर चाहिँ तुलसीपुर। हजुर, अनि जति पनि दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा हुनुहुन्छ नि, हजुर, उहाँको सुरक्षाको लागि हिँडेको म चाहिँ पैदल यात्रा हो होइन। नेपालमै रोजगार मिलोस् भन्न चाहन्छु। अब बालेन शाह आउनु भएको छ होइन, बालेन शाहलाई केही त गर्नु होला। बालेन शाहलाई भन्न त अब दुनियाँले के भन्छ। हजुर, तर बालेन शाह जस्तो म फेरि बालेन शाहको फ्यान हो। पछाडि मैले फोटो टाँगेर नि ए हजुर हजुर बालेन शाहलाई यस्तो हिँड्ने चाहिँ एक न एक दिन भेट्न पाऊँ भन्ने मेरो एउटै चाहना छ होइन। अब त्यो पुरा हुन्छ कि हुन्न, यति कोसिस गरेपछि अवश्य पुरा हुन्छ। हेर्नुहोस्, हुन्छ एक दिन हुन्छ। हजुर, एक दिन हुन्छ, अवश्य हुन्छ। त्यो हिँड्ने छ होइन, खुट्टामा फोडा उठी अब पानी घाम नबनी होइन, खानी ठेगान हुन्न होइन। हजुर, अब दिनमा कहिले एक छाक खाइन्छ, कहिले भोकै पनि बसिन्छ होइन। यस्तै छ, माया गरिदिनु होला होइन। अब बाटोमा कतै देखे एकचोटि बोलाए पनि हजुर, हाम्रो भारी त कमसेकम हुन्छ नि त हल्का। हजुर, लगभग यो तपाईँको 20 किलोको भारी एउटा हिसाबमा हल्का बोलाएर यसो माया दिए पनि होइन, एउटा भारी कम हुन्छ। त्यति नै हो मेरो भनाइ। हस् त। ल, सबैजनाले चाहिँ हामीलाई हाम्रो फेसबुक पेज मदन केसी, टिकटक पेज मदन केसीबाट पनि हेर्नु होला भन्ने अपेक्षा राख्दछौँ। तपाईँहरूको माया, साथ, सहयोग, समर्थन र चाहिँ आशीर्वादले हाम्रो यात्रा निरन्तर रहनेछ भन्ने बाचा र प्रतिबद्धता पनि गर्दछौँ। हस्, धन्यवाद। हस्।